हामी चाहिँ यहाँबाट सिन्धुली बजार प्रवेशद्वारबाट चाहिँ भित्र छिर्दैछौँ, देख्न सक्नुहुन्छ। जुनार चोक सिन्धुलीको आज पनि आउँदैछु न्यू डे न्यू भ्लग लिएर तपाईँहरूको सामु। हामी जाँदैछौँ भिमान सिन्धुली हुँदै चकमैसम्मको यात्रा मेरो गाउँसम्म हुनेछ र मेरो च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न पनि नभुल्नु होला। म चाहिँ ठ्याक्कै यता काउसे दिदी घरबाट भिमान आइपुग्नु लागेको अवस्था छ, देख्न सक्नुहुन्छ भिमान बजार। देख्न सक्नुहुन्छ हामी चाहिँ माझीटार आइसकेको अवस्था छ। हामी चाहिँ सिन्धुली बजारतिर यसो हल्का एक दुई चक्कर लाग्यो मात्रै सकमै जानेवाला छौँ गाइजहरू, त्यही भएर हामी सिधै लागेको अवस्था छ। यहाँ माझीटार भन्दा अलिकति अगाडि चाहिँ धमाकादार चेकिङ हुन्छ गाइजहरू, देख्न सक्नुहुन्छ। हामी चाहिँ यहाँबाट सिन्धुली बजार प्रवेशद्वारबाट चाहिँ भित्र छिर्दैछौँ, देख्न सक्नुहुन्छ। सिन्धुली बजार एरिया सुरु भएको अवस्था छ, देख्न सक्नुहुन्छ। आज त के हो सबै बन्द हो क्या बजारै, आज बजारै बन्द रहेछ यार। देख्न सक्नुहुन्छ सिन्धुली के हो, जुनारको रस भन्ने हो रहेछ, जुनार रस भन्यो त, तर मेरो नाकबाटै रस हो। फेटमा छ नाइस, मेरो नाकबाटै रस हो। हामी चाहिँ यसो सिन्धुली बजारतिर घुम्छौँ, जुनार चोक सिन्धुलीको। हामी चाहिँ यहाँबाट कता लाग्नेछौँ भन्दा नि, हामी यहाँबाट लेफ्ट लाग्नेछौँ गाइजहरू। बस पार्क देख्नुहुन्छ अगाडि, बस पार्क देख्नुहुन्छ अगाडि। यहाँबाट जानु मिल्दैन। वेट के हो, गुवाङ पुल, नामै नआउने खालको पुल थियो। देख्न सक्नुहुन्छ धुरा बजार सिन्धुलीको। देख्न सक्नुहुन्छ साथीहरू, पुरै चकमकै जाने रोड पनि पुरै पिच हुँदै गरेको अवस्था छ। दामी छ है साथीहरू, दामी छ है। गाडीमा मान्छे चिलमा सुतिरहेको थियो यार।
यो बाटो कच्ची हुँदा को हिँड्नु भएको छ साथीहरू भन्नु होला है। अहिले कस्तो पिच भइसकेको अवस्था छ देख्न सक्नुहुन्छ। बाटो त नि बाबा क्यामेरा कतै बन्दै नगरिकन हिँडौँ जस्तो। क्यामेरा बन्द कसरी गर्ने होला हौ, बन्दै नगरौँ होला। देख्न सक्नुहुन्छ साथीहरू बाटो ओभर दामी भएको छ है, ओभर दामी है। वाउ, अब तपाईँहरू सिन्धुलीबाट चकमके जाँदै हुनुहुन्छ भने यो बाटो पुरै पिच हिँड्न सक्नुहुन्छ। पिचमा पुरै सन्न जान सक्नुहुन्छ। पहिला त पुरै सिन्धुलीबाट जब चकमकेबाट लाग्यो घाल्टा र घुल्टुङ थियो होइन, अब त्यस्तै चिल्लो बाटो हिँड्न सक्नुहुन्छ। पुरै त होइन होला, आइदिउँदै होला। कहाँसम्म छ तपाईँहरूलाई देखाउन गइरहेको छु होइन। के ठाउँ हो यार यो, यहाँबाट अलिकति कच्ची रहेछ होइन। तरहरी भन्ने ठाउँ रहेछ गाइजहरू, तरहरी नै हो क्या अरे। दामी बाटो भएको अवस्था छ। तपाईँहरू कोही अब यो बाटो बन्नुभन्दा अगाडि विदेशतिर जानुभएको र यो बाटो देखेर खुसी हुनुभएको भएर एउटा कमेन्टमा वाउ लेखेर कमेन्ट गर्नु होला भन्न चाहन्छु। वाउ, बाटो साँच्चीकै वाउ भएको छ कि साथीहरू, साँच्चीकै वाउ भएको छ। क्यामेरा बन्द गर्नु मन लागिरहेको छैन खुसीले धेरै, किनकि यो बाटोमा धेरै कच्चीमा हिँडेर आम्मामा धुलो कच्ची हिँडेर पुरै वाक्क वाक्क भएर बल्ल बल्ल यतिको बाटो बन्दाखेरि पनि मनमा धेरै खुसी फिल हुँदो रहेछ। यहाँनिर कस्तो ढुङ्गा थियो गाइजहरू भनिदिनु होला। ल हेर्नु होला यस्तो दामी। पहिला सिन्धुलीबाट खाजा खान यहाँ आइपुग्नुलाई 1 घन्टा हिँड्नु पर्थ्यो होला सायद, जहाँसम्म लाग्छ। अहिले हामी एकैचोटि चकमके पुग्छौँ होला सायद खाजा खानको लागि। बल्ल हाम्रो चकमके पनि विकास भएको जस्तो फिल हुन्छ यार। नत्र हाम्रो चकमके जानलाई चकमकेबाट यहाँ आउनलाई कति गाह्रो हुन्थ्यो। अझ हाम्रो बाबुबाजेहरू त पुरा चकमकेबाट हिँडेरै सिन्धुलीसम्म आइपुग्नुहुन्थ्यो अरे। हामी हुँदासम्म त जस कच्ची भनी रोड पुग्यो। अहिले पुरै पिचै हुने भयो। यहाँनिर कस्तो थियो गाजहरू भनिदिनु होला। यहाँनिर कस्तो ढुङ्गै ढुङ्गा ढुङ्गै ढुङ्गा ढुङ्गा ढुङ्गाको बाटो नि। यति आनन्द आउँथ्यो कच्चीमा कुद्दा कुद्दा, यति एक टुक्रा कुदाउँदा। ल त जिर्गालाई दर्शन छ मेरो, हामी दुईजनाकै दर्शन छ। स्कुटर पनि फ्रिली कुद्ने भइसकेको छ त हाम्रोबाट। अनि ल त दाहिने बनाएर हिँडौँ है, बोकीकोलाई दाहिने बनाएर। ल है त साथीहरू, हाम्रो गाउँमा गुड्ने बस भीमस्थानसम्म छ गाजहरू पिच रोड। अब यहाँबाट हामी फेरि बेलघारी हुँदै जाँदाखेरि चाहिँ फेरि पिच भेटिन्छौँ। देख्न सक्नुहुन्छ साथीहरू भीमस्थानबाट बेलघारी तर्ने पुल। देख्न सक्नुहुन्छ बेलघारी बजार।
पिच कटेर फेरि पनि कच्ची रोड सुरु भइरहेको अवस्था छ। ल यो त साथीहरू बेलगारीबाट यता चाहिँ पुरै यस्तै बाटो हो है, देख्न सक्नुहुन्छ। सँगै गाइजहरू ढुङ्गाको पर्खाल कस्तो मजाले लगाएको। यो चाहिँ लङ्गुर खोला पुल हो गाइजहरू। लङ्गुर र चाहिँ चदाको दोभान बसले पुरै धुलो उडाएको देख्न सक्नुहुन्छ। वहाँ पर पुरै खतरा बराबर। बिस्तारै त यार मेरो बेबुलाई गाह्रो भइसक्यो होला। अब जोसै जोसमा भिडियो बनाउने जोसमा नि जित्ने भनेपछि जित्ने आम्मामा यस्तो हुन्छ क्या गाइजहरू। पहिला सिन्धुलीबाटै पारा यही हाम्रो खोइ खाल्टो छ यार। बाटो दिनुहोस् है गुरुजी। धन्यवाद गुरुलाई धन्यवाद। खोइ आम्मामा यार लास्ट धुलो खायो। यतिको मात्रै भयो भने कति सास आउँथ्यो होला यार। के भने फेरि यस्तै सुरु हो। पहिला त्यही खोला बाटो थियो गाइजहरू। गाह्रो छ नि गाउँ जानको लागि, सजिलो कहाँ छ र। अगाडि एउटा बस रहेछ फेरि होइन। बाटो छोडी त हुन्थ्यो। थ्याङ्क यू सो मच यो गाडी चलाउने गुरुलाई पनि। जेस यतिको बुझ्ने चाहिँ हुनुपर्छ है गुरुहरू नि, नभए त बाइकवाला त मरिजान्छ नि धुलोले यार। पहिला बाटो यस्तै हाम्रो सेप यस्तै। ल यसलाई कति थर्काउँछ होला सोच। मेरो बोलीबाटै थाहा हुन्छ ल। धुलोले गर्दा बाटो देखाएको छ नि क्या साथीले। बाटो यार जस गुरुले बुझ्नुहुन्छ जस्तो लागिरहेछ, तर छिर्ने बाटो छ नि क्या यार। थ्याङ्क यू सो मच। जस यता गुरुहरूले बुझ्नुहुन्छ क्या। मजा दोभान जाने बाटो चाहिँ यता हो। हामी चाहिँ चकमकेबाट जान्छौँ। मेरो फुपू घर देख्न सक्नुहुन्छ। पचरङ आइसकेको अवस्था छ हामी। तल्लो पचरङ देख्न सक्नुहुन्छ। माथिल्लो पचरङ। हामी चकमके बजार आइपुगिसकेको अवस्था छ, देख्न सक्नुहुन्छ। चकमकेको पिपल चोक देख्न सक्नुहुन्छ। हाम्रो बजार है यो चाहिँ। कागती खोज्न धाउधाउ पर्ने भयो त। हट है कागती छ दिदी। कागती छ। कहाँ माथि भनेको?